गार्डन पार्क भन्छ के पार्क हो के पार्क गार्डन पार्क भन्छ
मैले अघि नै भनिहालेँ यो ओलम्पिकमा सामेल गरिएको खेल हो र म यहाँ हाम्रा केही दृष्टिविहीन साथीहरू पनि हुनुहुन्छ, मैले याद गरिरहेको छु, मेरा आफ्नै भाइ बहिनी साथीहरू र अन्य नयाँ जसलाई गोसिया खेल नयाँ लागिरहेछ उहाँहरूको लागि पनि म जानकारीको लागि बताउन गइरहेको छु। हामीले आज यो डेमो अर्थात् गोसिया कसरी खेलिन्छ भन्ने सामान्य एउटा यहाँलाई प्रस्तुति मात्र दिन लागेको हो। त्यसैले गर्दाखेरि यो कोड हाम्रो यहाँ भाइले देखाउँदै हुनुहुन्छ। यो चाहिँ उहाँले जसरी अहिले ज्याक बल भली गर्नुभयो र गुड्दै गुड्दै पल्लो छेउमा पुगेको छ, यो चाहिँ एउटा तरिका हो। त्यसै गरी कसैले आफ्नो चिउडोमा अथवा टाउकोमा पोइन्टरहरू लगाएर पनि बल कन्ट्रोल गरेर छोड्ने पनि चलन हुन्छ र एउटा सेतो बल हुन्छ जसलाई हामी ज्याक भन्छौँ र 6-6वटा निलो र रातो कलरको बल हुन्छ र खेलाडीहरूको मुख्य प्रतिस्पर्धात्मक उद्देश्य भनेकै ज्याक बलको सबैभन्दा नजिक आफ्नो अर्को बललाई पुर्याउनु हो। त्यसकारणले गर्दाखेरि जस्तो सुरुमा जसले भली गर्छ ज्याक बललाई, उसले आफ्नो कलरको बल ज्याक बल सँगसँगै पुर्याउन सक्यो, ज्याक बलमै छुवाउन सक्यो भने त्यो उत्कृष्ट मानिन्छ र त्यसको अङ्क प्राप्त हुन्छ र सँगसँगै अर्को प्रतिस्पर्धीहरूले पनि फेरि ज्याक बललाई थकाल्ने अथवा आफ्नो त्योभन्दा नजिक पुर्याउने रणनीतिका रूपमा चाहिँ यसलाई खेलिन्छ। एउटा सटीकता र रणनीतिको मिश्रण भएको खेल हो र मैले सुरुमै जानकारी गराइसकेको छु यहाँहरूलाई। सम्भवतः अहिलेसम्म सबैभन्दा गम्भीर प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरूले खेल्ने यो मात्रै खेल हो। त्यसकारणले गर्दाखेरि गोसिया नेपालले यसलाई प्रवर्धन गरिरहेको छ र हामी अहिले फिलहाल हामी मेनस्ट्रिमिङ इन्क्लुसिभ स्पोर्ट्स इन नेपाल भन्ने एउटा परियोजनामा साझेदार पनि छौँ र हामी हाम्रो लिड पार्टनर ब्लाइन्ड क्रिकेट एसोसिएसन, त्यसै गरी स्पाइनल इन्जुरी स्पोर्ट्स एसोसिएसन एनआइसिसा र यो एनबिएडी अर्थात् गोसिया नेपाल साझेदारको रूपमा छौँ। यसका लागि हामी युरोपियन युनियनलाई धन्यवाद पनि दिन चाहन्छौँ ताकि हामीले हाम्रा भाइ बहिनीहरूको थापा उहाँ पनि हुनुहुन्छ। अब PC2 क्याटेगोरी अन्तर्गत हाम्रो शुभेच्छा खतिवडा र मेलिना खड्गी दुईजना बहिनीहरू, उहाँहरू पनि अरू बेला पनि असाध्यै उत्कृष्ट खेल प्रस्तुत गरिरहनु भएको छ र त्यसपछि गएर BC3 क्याटेगोरी जसमा र्याम्प राखेर खेल्नका लागि हामीसँग शुभम भट्ट र विकेश अधिकारी हुनुहुन्छ र उहाँहरूको खेल तपाईँहरूले अब एकैछिनमा हेर्न पाउनुहुनेछ। सबैभन्दा पहिला हामी BC1 क्याटेगोरी अन्तर्गत दुईजना खेलाडीहरूको बिच है रातोको पालो आएको छ। ज्याक बल भली भइसकेको छ, झनै केन्द्रसम्म पुगेको छ र उहाँले आफ्नो रातो बल भली गर्नुभएको छ र अब त्यो टाढा भएको हुँदा निलोको पाला आयो र खुट्टाले आकारले असाध्यै सटिक हिसाबले उहाँले ज्याक बलको अलमोस्ट 2 अङ्गल 3 अङ्गलको दूरीमा पुर्याउनु भएको छ। यो एउटा खेलाडीको उहाँले पहिचान दिइसक्नु भएको छ र उहाँले फेरि अब रातो बल पनि निकै पर पुगेको थियो तर अलिकति आफ्नै बलसँग ठोकिएर दिशा परिवर्तन गर्यो र ज्याक बल अलिकति टाढा पुग्यो। अब फेरि रातोकै पाला आएको छ किनभने ज्याक बलभन्दा धेरै टाढा रातो बल भएकोले खेलको नियमअनुसार उहाँले नै आफ्नो बल फ्याँक्न पाउनुहुन्छ। त्यसैले गर्दाखेरि उहाँले अब आफ्नो बल खुट्टाले फ्याँक्दै हुनुहुन्छ र फेरि पनि रातोकै, किनभने रातो बल ज्याक बलको छेउमा पुग्न सकेन, उहाँले कोसिस जारी गर्नुभएको छ। ल हाम्रो कोसिस छ, जारी राखौँ। अझै 2टा बल बाँकी छ, रातोको नै पालो छ किनभने निलो चाहिँ ज्याक बलको छेउमा भएको हुँदाखेरि
नेलिना बहिनीले आफ्नो बल हान्नुभएको छ। यो बल आउट भयो किनभने यो बलले नेट क्रस गर्न सकेन। तर यो बल निकै नै पर गयो। यसले कोर्ट नागेर बल छेउमा पुगेको छ। अब निलो आकार थापाले बल हान्दै हुनुहुन्छ। उहाँले आफ्नो पहिलो बल बडो सटिकसँग ज्याक बलको छेउमै पुर्याउनु भएको छ। हेरौँ उहाँको दोस्रो बल कहाँ पुग्छ। दोस्रो बल पनि सँगसँगै उहाँले आफ्नो प्रोफेसनल खेलाडी भएको परिचय दिइरहनु भएको छ। उहाँले खुट्टाले उहाँ सेरेब्रल पल्सी अर्थात् बाल मस्तिष्क पक्षघात भएको एउटा व्यक्ति हुनुहुन्छ र उहाँको खुट्टा एउटा अलिअलि चल्छ र त्यो केही खुट्टाले उहाँले बल च्यापेर फाल्नु भएको छ। दुईवटा बल ज्याक बलभन्दा अलि पर गएको छ, केही छैन। अरू दुईवटा बल सँगै छन् र पाँचौँ बल पनि ज्याक बलको छेउमा पुर्याउनु भएको छ र छैठौँ बल ज्याक बलभन्दा अलिकति परै पुगेको छ। अब हामी मिलाउँदै हुनुहुन्छ र उहाँलाई कोर्टपट्टि नफर्किकन हाम्रो भोलिन्टियर हाम्रो मित्र हुनुहुन्छ, उहाँले चाहिँ सहयोग गरिरहनु भएको छ र शोभाजीले चाहिँ कोर्टपट्टि हेर्न पाउनुहुन्न किनभने त्यो चाहिँ एकदमै अब यो खेलको नियमभित्र पर्छ र शुभमको यो आजको सतह चाहिँ असाध्यै चिल्लो भएको भएर यो ज्याक बल चाहिँ झन्डै यो हाम्रो रेक्टिकुलर चाहिँ कोर्टको अन्तिम लाइनको 2-3 इन्ची बाँकी भएको ठाउँमा पुगेको छ। सायद अब निलो बल पनि त्यही गतिमा जानेछ र दुर्भाग्य निलो बल निकै अगाडि क्षेत्रबाट अलिकति अगाडि गएर रोकिएको छ र रेडको पालो आएको छ। अब रेडको लागि पनि हामीले ऱ्याम खेलाडीको आग्रहमा नै मिलाउने हो। खेलाडीले कसरी राखिदिनु भन्नुहुन्छ, कता फर्काउन भन्नुहुन्छ, कति एङ्गलमा राख्नु भन्नुहुन्छ, उसको कोण त्यो मिलाएर नै खेलिन्छ र खेलाडीको लागि बल भोलिन्टियरले दिनुहुन्छ र खेलाडीले आफ्नो हात प्रयोग गरेर विकेशले पनि आफ्नो एउटा हात उहाँ अहिले चाहिँ हाम्रो खेलाडीहरू दुईजना, एकजना मस्कुलर डिस्ट्रोफी र एकजना सेरेब्रल पल्सीको हुनुहुन्छ। अब डिसेबिलिटी क्याटेगोरी अनुसार चाहिँ उहाँहरू फरक भए पनि यो हाम्रो प्लेइङ क्याटेगोरी एउटैमा हुनुहुन्छ र विकेशको चाहिँ ऱ्याम स्टेबलाइजिङ त्यो अलिकति स्टेबलाइज गर्नको लागि पनि साथीहरूले हेल्प गरिदिनु होला। चलिरहेको छ उसको हातको समयमा र बल कोर्टभित्रै छ तर हाम्रो स्कोर फुटको पनि पुगेको छ। अलिकति हामी विकेशको रातो बल ज्याक बलभन्दा अलिक टाढै भएकोले रातो बल हान्ने पालो आइरहेको छ। अझै मिलाउनु पर्छ भने भन्दा हुन्छ, मिलाइदिनुहुन्छ है। ल अब अहिले हामीसँग हाम्रो वरिष्ठ सदस्य देवजीले चाहिँ अहिले अम्पायरिङ गर्दै हुनुहुन्छ। उहाँले चाहिँ शुभेच्छाको लागि चाहिँ बल समाउनको लागि सहयोगी पनि हामीले प्रोभाइड गरेका छौँ। किनभने उसले आफैले हातले फ्यान्क्ने हुँदा र भुइँको बल टिप्न नसक्ने हुँदा बल दिनका लागि एकजना मान्छे चाहिँ हामीले प्रोभाइड गर्छौँ भोलिन्टियर। यो खेलमा भोलिन्टियरहरूको पनि भूमिका हुन्छ र नलिनाले आफ्नो बल फ्याँकेको छ। बल ज्याक बलभन्दा धेरै टाढा भएकोले अर्को मौका आएको छ। अलिकति परसम्म पुग्ने गरी फ्याँक्ने कोसिस गर्नु पर्यो नलिना र अघिभन्दा निकै पर पुगेको छ। सुरुमा यो चिप्लो चक्र भएको हुँदा ज्याक बल निकै पर पुगेको छ र मलिनाको थ्रोइङको पावर अनुसार परसम्म पुर्याउन सकिरहेको अवस्था छैन। प्रयास जारी छ। बल खसेको हुँदाखेरि बल समाउन दिनु होला।
अघिभन्दा अहिले निकै राम्रो निकै पर पुगेको छ। एकैछिन समय लिएर नआत्तिकन आफ्नो पोस्चरलाई नियन्त्रण गरेर हाने भने पर पुग्ने रहेछ भन्ने कुरा हामीले थाहा पाएका छौँ। ल सक्यो, ब्लू कलर सक्यो, अब रेड कलर हो। सुरक्षाको अब आएको छ, अब पुरै बल सुरक्षाले पाल्ने स्थिति छ। निकै पर पुगेको छ ज्याक बल भन्दा। तेस्रो बल फ्याँकिसकेको छ सुरक्षाले। अहिले एकदमै ताली बजाइदिनुहोस्। निकै सठिक रूपमा प्रहार गरेको छ सुरक्षाले बल। चौथो बल फ्याँकिसकेको छ र यो पनि निकै सठिक। पाँचौं बल थोरै ज्याक बल भन्दा अगाडि बढेको छ, यद्यपि त्यो पनि नजिकै छ। र छैठौं बल पनि करिब ज्याक बलको नजिक पुगेर सायद 2 फिटको दूरी होला, यहाँबाट हेर्दा त्यस्तो लाग्छ मलाई। अब हाम्रो रेफ्री साथीहरूले चाहिँ यसमा थप्ने निर्णय गर्नुभएको छ। यसले बल समातेको बेलामा शोभाजीले त्यो ऱ्याम्पलाई चाहिँ स्टेबलाइज गरिदिनु होला एङ्गल मिलाइसकेपछि। धन्यवाद। ल अहिले चाहिँ भने सठिक। ल अहिले ज्याक बलको निकै नजिक पुगेको छ विकेट। ल निलोको पालो आएको छ। अब शुभम भाइले पनि त्यो एडिसनल हाइट चाहिँ राख्ने विचार गर्नुभएको छ र उहाँले एङ्गलको लागि निर्देशन गर्दै हुनुहुन्छ शोभाजीलाई। ल एङ्गल मिलिसकेको छ, स्टेबलाइज गरेर उहाँले बल छोड्न आँट्नुभयो र निलो बल कुदेको छ। आहा, रातो बलमा ठोकिएको कारणले निलो बलले अहिले गति लिन सकेन। अब उहाँले यसमा रणनीति प्रयोग गर्दै हुनुहुन्छ। अब एङ्गल चेन्ज गर्नुहुन्छ, किनभने बाटोमा भएको रातो बलले निलो बललाई ज्याक बलसम्म पुग्नबाट रोकिदिएको छ। उहाँले त्यसको कोण परिवर्तन गर्नुभयो ऱ्याम्पको। सम्भवतः अब बलले नयाँ गति लिनेछ र तेस्रो बल ज्याक बलको ज्याक बलको नजिक पुगेको थियो तर कोर्टबाट आउट भयो, त्यसैले गर्दा त्यो गणना हुँदैन। अब यो यहाँको सतह चाहिँ अलिकति चिल्लो भएको भएर यो मार्बलको भएको भएर यसले आज साथीहरूलाई प्रेडिक्सन गर्नको लागि अलिकति अप्ठ्यारो परिरहेछ। उहाँले बल होल्ड गर्नको लागि स्टपर पनि राख्ने निर्णय गर्नुभयो, किनभने बल छोड्नुभन्दा अगाडि आफूले चाहेको टाइममा छोड्न नपाएको भनेर उहाँले स्टपर राख्ने निर्णय गर्नुभएको छ र स्टपरबाट प्रयोग गर्ने उहाँले निर्णय गर्नुभयो। र अलिकति ऱ्याम्पको एङ्गल मिलाउँदैछौँ र ऱ्याम्प अलिकति त्यो लाइनभन्दा अगाडि गएको रहेछ, त्यही भएर गोमाजीले चाहिँ अलिकति यसलाई मिलाउँदै हुनुहुन्छ। सामान्यतया हामी प्रतियोगिता खेल्न त्यस्तो चाहिँ गर्दैनौँ, यहाँ चाहिँ अलिकति कोर्ट सानो छ, त्यसका लागि माफी चाहन्छु, किनभने हामीले कोर्टको साइज अलिकति यहाँको ठाउँ अनुसार कम्प्रोमाइज गर्नु परेको थियो। र यो बल पनि अलि त्यो डिस्टेन्स के छ, रातो नजिक हो, नाप्नुपर्छ कि पर्दैन रेफ्रीहरू? निलो नजिक छ, टाढा छ। ल टाढा छ भन्दै ठिक छ। ल निलोकै पालो। अझै पनि बलले सोचेको गति लिन सकेन र अब रातोको बाँकी 2वटा बल विकेशले हान्नको लागि। विकेश एकदम तयार, विकेश उचाइ छन् अहिले, किनभने अहिलेसम्म विकेशको खेलमा चाहिँ
अलिकति हामी ऱ्याम्प विकेसँगको कम्युनिकेसन चाहिँ विकेसको इसारामा हामीले बुझ्नुपर्ने भएको भएर अलिकति उहाँसँगको कम्युनिकेसन अलिकति त्यो एकजनाले ऱ्याम्प समाइदिनुपर्छ होला। ल शोभाजी ऱ्याम्प समाइदिनुहुन्छ, किनभने ऱ्याम्प स्टेबलाइज भएन भने फेरि निकै राम्रो गति लिएको थियो बलले, तर त्यहाँ भनेको ठाउँसम्म पुग्न सकेन। र अन्तिम बल भने थोरै अन्तिम बलले पनि नाप्न पर्ने स्थितिमा पुगेर अड्केको छ। भइसक्यो, 6 बल भइसक्यो। ल अब हामीले अहिले एउटा चाहिँ नापेर देखाउँदैछ, किनभने यो दूरी चाहिँ आँखाले हेरेर थाहा नहुने भएपछि अब नाप्नु पर्ने हुन्छ निलो र रातो मध्ये कसको सबैभन्दा नजिक छ भनेर। ज्याक बलको पनि एकचोटि ताली बजाइदिनु त सबैले। अनि हाम्रो खेलाडी भाइ बहिनीहरू पनि आफ्नो मनोरञ्जन लिनुभएको छ डेमो गरेर होइन। र तपाईँहरूको भविष्यमा अन्तर्राष्ट्रिय पारा ओलम्पिकबाट पनि मेडल ल्याउने अपेक्षा छ है। अब युरोपियन युनियनको कार्यक्रमहरू धेरै छन् हाम्रो 4 वर्षसम्म। त्यसको लागि पनि भाइ बहिनीहरूलाई अग्रिम शुभकामना। एकचोटि भाइ बहिनीहरूले आज यहाँ सहभागी हुनुभएकोमा सबैले भाइ बहिनीहरूको लागि ताली बजाइदिन्छ। र हाम्रो भाइ बहिनी आकाश बोल्नु चाहे जस्तो लाग्यो। 1 सेकेन्ड मात्रै हाम्रो खेलाडी भाइलाई बोल्न दिए है भाइ। मलाई यो पहिला खेल्छौँ आगामी दिनमा म पछि राम्रो खेल्नको लागि कोसिस गर्छु र मलाई यो पछि खेल्न खुसी लाग्छ। थ्याङ्क यू। उपस्थित हाम्रो खेलाडी भाइ बहिनीहरू, प्यारेन्ट्स, अभिभावकज्यूहरू र संस्थाका पदाधिकारीज्यूहरू लगायत यहाँ उपस्थित सम्पूर्ण दर्शक साथीहरू र युरोपियन युनियनका हाम्रो सर म्यामहरू सम्पूर्णमा धन्यवाद। छुट्टै टिमको खिच्नु एउटा। अस्तित्व मिलिँदै गयो अरूका लागि बाँच्दा बाँच्दै आफै खरानी गयो। माधुरी माया
झरी नै हो मेरो बैरी बारम्बार वर्षिदिन्छ अनि बिजाउँछ मेरो प्रियसीको शरीर। त्यो प्यासी बादलबाट झरेका कठोर बछेडाहरूले हिर्काइरहेछन् ती कोमल अङ्गहरूलाई। म कुनै प्रतिवाद गर्न सक्दिनँ किनकि म लाचार छु यो प्रकृतिसँग। काली गर्दैन सारङ्गी, झुटो बोल्दैन बाँसुरी, छ सङ्गीत तिमी भित्र, मिठो बोल सधैँभरि।